हाई एभ्रिवान मेरो जर्मनी रिलेटेड भिडियो एकदम धेरैजनाले मन पराइदिनु भयो हैन। मलाई धेरैजनाले चाहिँ के कमेन्ट गर्नु भएको छ भन्दाखेरि अरु युरोपियन कन्ट्रीहरु अरु सेङ्गेन कन्ट्रीहरुबाट चाहिँ जर्मनीमा आएर काम गर्न के कस्तो छ, मिल्छ कि मिल्दैन हैन। टीआरसी छ मसँग यस्तो कुराहरु सोधिराख्नु भएको छ। कोही रोमानियाबाट, कोही माल्टा होला, कोही प्रायः मलाई रोमानिया भनिराख्नु भएको छ है। तर कस्तो हुन्छ भन्दाखेरि हजुरलाई रोमानियाबाट जर्मनी आएर काम गर्नलाई हजुरको टीआरसी ले मात्रै मिल्दैन कि त भने हजुर डाइरेक्ट स्किल्ड भिजा हैन, स्किल हजुरको अझै काम गरिराख्नु भएको छ त्यो चाहिँ स्किल जब अन्तर्गत पर्छ भने चाहिँ डाइरेक्टली हजुरले कुनै पनि कम्पनीमा अप्लाई गरेर उनीहरुले हजुरलाई जब कन्ट्र्याक्ट दियो भने चाहिँ हजुर जुनै पनि कन्ट्रीमा हुनुहुन्छ त्यो कन्ट्रीको जर्मन एम्बेसीमा गएर भिजा अप्लाई गरेर भिजा लिएर आउने हो काम गर्नलाई, वर्किङको लागि। त्यो बाहेक अरु अप्सन छैन हैन। इफ हजुर अब सिटिजन नै हो, हजुरसँग सिटिजनशिप नै छ भने चाहिँ हजुर मुभ हुन पाउनुहुन्छ, केही पनि चाहिदैन। हजुर सिधै आएर अब जहाँ भयो, जहाँ मिल्यो त्यहाँ काम गर्न स्टार्ट गर्न मिल्छ। तर हजुरसँग त्यो सिटिजन छैन भनेपछि चाहिँ मिल्दैन। त्यो चाहिँ जसरी हजुर नेपालबाट पोर्चुगल या जसरी नेपालबाट रोमानिया आउनु भयो त्यसरी चाहिँ रोमानियाबाट जर्मनी चाहिँ आउन मिल्दैन। त्यस्तो सजिलोसँग ल जान्छु अनि गएर काम गर्न थाल्छु भनेर त्यो चाहिँ हुँदैन। लिगली भिजा अप्लाई गरेर नै आउनुपर्छ। अब घुम्नको लागि त आउन मिलिहाल्यो। त्यो बाहेक अरु चाहिँ इफ हजुर खत्रै स्किल्ड हुनुहुन्छ, हजुर मेडिकल फिल्डको हुनुहुन्छ, हजुरसँग आईटीमा नलेज छ, एक्सपिरियन्स छ, अब या त हजुरसँग ल्याङ्ग्वेज पनि एकदम राम्रो छ। अब मेडिकल फिल्डको लागि मलाई एकजनाले सोध्दै हुनुहुन्थ्यो काउन्सिलिङ गर्थे मैले भनेर। अब काउन्सिलिङ गर्नको लागि त हजुरसँग जर्मन ल्याङ्ग्वेज हुनु पर्यो हैन, कम्तीमा पनि B2 हुनु पर्यो। अनि B2 भएर हजुरलाई बल्ल काउन्सिलिङको जब दिन्छ अनि जबको थ्रुबाट हजुरले भिजा अप्लाई गरेर आउन मिल्छ। नभए चाहिँ त्यस्तो इजिली जस्तो आनन्दले हजुर आउनु भयो त्यसरी चाहिँ जर्मनी आउन मिल्दैन है। त्यही भनिदिन्छु भनेर मलाई एकदमै धेरै डीएम पनि आइरा थियो। मलाई एकदम धेरै जनाले कमेन्ट पनि गर्नु भएको थियो। यो कुरा चाहिँ क्लियर भयो होला अब चाहिँ। सो त्यति नै हो। बाइ बाइ।